ओके ल के छ आजको खबर सबैजनालाई आज हामी के गर्न गइरहेको छौँ भन्दा ब्राजिल र मोरोक्कोको पहिलो ठुलो गेम होइन तिमीहरूलाई के लाग्छ ब्राजिलले जित्छ कि मोरोक्कोले जित्छ ठुलो गेम भन्ने बित्तिकै मोरोक्को पनि कडै त कडै हो होइन र तिमीहरूको विचारमा के लाग्छ भनौ पढ्यो भन्दै अब लास्ट टाइम सेमी फाइनलमा पुगेको टिम होइन अब यसपालि पनि लास्ट अब फिक्चरहरू हेर्दाखेरि अब पछिको गेममा हेर्दाखेरि पनि अब अफ्रिकाबाट त अहिलेको अफ्रिकाको वान अफ द बेस्ट टिम नै रहेको छ मोरोक्को त्योभन्दा पनि हामी अब पहिला चाहिँ ब्राजिलबाटै सुरु गरौँ अब हामी ब्राजिलबाट चाहिँ अब अनिसले केही भन्छ ब्राजिलबाट ग्रुप लगाउँ न एकचोटि हामी यो ग्रुपको ल अब अहिले के भयो ब्राजिलको भन भनौँ ल पखल ल ब्राजिल अब त्यही हो कोच अब राम्रै कोच आएको छ एन्जेलोटी त्यही माथि भिनिसियसलाई कसरी खेलाउनु पर्छ के गर्नुपर्छ सबै थाहा भएको अब मलाई चाहिँ यो ब्राजिलको स्क्वाड त्यतिकै भनौँ सपनामा जस्तै ट्याक्क अब त्यो पहिलेको सपनामा के अरे सुतिरहेको बेला ठ्याक्क त्यो सपना बिउजेर झस्याङ्ग भइन्छ कि त्यस्तै आयो कि अब कस्तो भन्नाले मेरो दाइलाई के एउटा भनौँ न के भनौँ भनेपछि जस्तै हामीलाई नेमार भनेको चाहिँ अब हामीलाई थाहा नै छैन कस्तो टाइपको प्लेयर हो भनेर सबैलाई थाहा भयो यति समय अब इन्जोर्ड भयो होइन अलिलालदेखि यो स्यान्तोस आउनु भनेकै यो ब्राजिलको स्क्वाडमा पर्नको लागि नै आएको हो वर्ल्ड कप खेल्न लागि चाहिँ सान्तोस गएको उसको जसले जे भने पनि तर अब अनफिट हुँदै फिट हुँदै अब सबै एउटा अनमोलमा थियो कि वर्ल्ड कपको स्क्वाडमा पर्छन् कि पर्दैनन् भनेर नेमार जुनियर भनौँ न तर एट द इन्ड अफ अब सिनारियोमै जाँदाखेरि हामी एट द इन्ड अफ सिनै भनौँ होइन त्यसमा जाँदाखेरि चाहिँ उनी परे भनौँ न होइन अब सारा नेपाली फुटबल फ्यानदेखि लिएर सारा अब फुटबल फ्यानहरू अब ब्राजिलका समर्थनहरू स्पेसली जुन एउटा नेमारको स्क्वाडमा परेको कारणले गर्दाखेरि उनीहरूलाई झन् एकदमै उच्च बनाइदिएको छ 2026को एउटा भनौँ न एउटा ब्राजिलको समर्थकहरू धेरै ह्याप्पी छ अब मेरो फर्स्ट क्वेसन के भनेपछि अब अहिले सोसियल मिडियामा हेर्दाखेरि पनि अब नेमार फिट छन् मोरोक्को हैटीसँग स्टार्ट गर्ने भन्ने कुरा थियो अब मोरोक्कोसँग नै लगभग खेलाउने कुरा चाहिँ आइरहेछ अब यो रिस्क लिनु मोरोक्कोसँगै नेमारलाई स्टार्ट गराएर रिस्क लिनु कि एक गेम अलि रेस्ट गरेर हैटीसँग गर्नुमा चाहिँ एउटा कुन बेटर होला भन्ने मेरो क्वेसन किनभनेपछि यदि फर्स्ट गेममै मोरोक्को त अब एकदमै ट्याक्टिकल वाइज पनि राम्रै छ अलिकति भनौँ न अब फिजिकली नि स्ट्रङ छ इनकेस उनी केही भएर घाइते भएर यो पुरै विश्वकपै घुमाउनु पर्यो भनेपछि चाहिँ ब्राजिलको टिम अलरेडी नेमार बिना प्रिपेयर्ड नै छ कि नेमारको त्यो चोटको कारणले नेमारले वर्ल्ड कप घुमाउनु कारणले ब्राजिलको फेरि मोरल चाहिँ ठुलो लेट डाउन हुन्छ कि वा उनी इन्जोर्ड हुँदै गए पनि तपाईँको ल अब चाहिँ नेमार नभए नि हामी छौँ है भन्ने टाइपको भनौँ न एउटा भाइब्स यसमा म पहिला पिपी दाईको भ्यू सुन्छु अनि त्यसपछि अनिसको यो नेमार चाहिँ अब नेमार हुँदा पहिला चाहिँ होइन केमिस्ट्री त्यति खासै चाहिँ होइन ब्राजिलको होइन त्यस्तो अर्जेन्टिनाको जस्तो हो मिलेको भन्ने चाहिँ होइन तर नेमार केही निस्क्यो इम्प्याक्ट चाहिँ छ किनभने अब नेमार भनेको अब एउटा ब्राजिलको एउटा हौसला बढाउने टिम पात्र मात्रै हो अब अहिलेको लागि चाहिँ होइन किनकि ऊ एकदम इन्जुरी प्रोन छ ठुलो फिजिकल टिमसँग केही भइहाल्यो भने ऊ घाइते चाहिँ पक्कै हुन्छ होइन दाइ अब तपाईँको के पुरै गेम खेलेर नै आएको ल यसलाई लानु पर्छ है मात्रै लिएर आएको हो एक गेम हामीले अब शान्त कमै हेरिन्छ होइन अब खेल्छन् अब उसले इम्प्याक्ट कतिको दिन्छन् भन्ने हो मेन स्टार्ट पुरै 90 मिनट नै खेल्छन् भन्न त अब सकिँदैन नि त नेमारको कन्डिसनमा यही कुरामा चाहिँ यदि नेमारलाई अगाडि नै फर्स्ट गर्छ ब्राजिलले भने उनी त जति बेला पनि होइन इन्जुरी के छ कस्तो फिटनेस कस्तो केही पनि थाहा छैन त्यही भएर चाहिँ यदि गयो इन्जुर्ड भएर पुरै वर्ल्ड कप नै घुमायो भने ब्राजिललाई ठुलो इम्प्याक्ट पर्नेवाला छ कि ब्राजिल अलरेडी नेमार चाहिँ घाइते भए पनि हामी चाहिँ समय भने सेल्फ प्रिपेयर भएर आएको छ अनि के भन्न चाहन्छ त्यही अनुसार खासै मलाई चाहिँ इम्प्याक्ट चाहिँ त्यस्तो बिग इम्प्याक्ट चाहिँ त्यस्तो पर्छ जस्तो चाहिँ लाग्दैन मलाई त्यस्तो असर चाहिँ नपर्ला जस्तो लाग्छ होइन किनकि ठुला खेलाडीहरू पनि छन् उसको रिप्लेसमा होइन अब एटाकिङहरूमा धेरै छन् रफिनिया छ हेन्ड्रिक छ ठिकै इगोर थियागो चाहिँ यो सिजन राम्रो खेलेको नेमार भन्दा जे अब यिनीहरू धेरै अप्सन चाहिँ छन् जे ठुल्ठुला खेलाडी हेन्ड्रिक र इगोर थियागो चाहिँ मेन
हैन दुईटा ठुलो रफिनिया पछिको हैन यिनीहरू चाहिँ जे नेमारलाई चाहिँ रिप्लेस चाहिँ गर्न सक्छन् नेमारको चाहिँ उसको बारेमा उसको आउनु भन्दा चाहिँ अब एन्जेलोटीले अब नेमार बिना नै प्रिपेयर गरिरहेको थियो अब उसलाई राख्ने कि नराख्ने भनेर नि त्यो धेरै डाउट थियो नि त एन्जेलोटीलाई नेमार आफै अब भनौँ न उसलाई पर्न त खोजिरहेको थियो धेरै ट्राई गरिरहेको थियो इन्जुरीको कारणले गर्दाखेरि र कस्तो खेलौला त्यसले फर्मेसन अब 4-3-3 नै हो त्यसले त्यसको आफ्नो उसको फेभरेटै खेलौला हैन खेलाउन त तर मेरो विचारमा चाहिँ मोरोकोसँग के गरौला भन्दाखेरि नि स्टार्टिङ लाइनअपमा चाहिँ राख्दैन होला पक्कै पनि इफ नेमारको जरुरत पर्यो भने मात्र अब यति फिट छ भने त त्यही पनि फर्स्टमा चाहिँ नेमारले खेलाउँदैन होला जस्तो लाग्छ मलाई के लाग्छ यो ब्राजिल स्क्वाडमा चाहिँ अब यदि यहाँ मात्रै तपाईँले 3टा प्लेयर चाहिँ मेन हैन सबभन्दा ठुलो इम्प्याक्ट 3टा प्लेयर तपाईँले सिलेक्ट गर्नुहुन्छ जसले चाहिँ ब्राजिललाई जिताउन सक्छन् है यी प्लेयरहरूले चाहिँ खतरा चल्यो भने चाहिँ ब्राजिलले चाहिँ ल यसपालि सेमी फाइनल पुग्न सक्छ भने 3टा प्लेयर तपाईँले सिलेक्ट गर्नुपर्छ भनेपछि कुन प्लेयर सिलेक्ट गर्नुहुन्छ पहिला पिपी प्रशान्त दाइबाट जाउँ त्यसपछि अनि अनिसको भ्यू सुनौँ अब चाहिँ हेर हैन ब्राजिलको टिममा चल्नु भन्ने अब के नचल्ने भन्ने त्यस्तो के छैन प्राय खतरै खेलाडीहरू छन् अब हैन अब अलि मेरो विचारमा चाहिँ हैन भिनिसियस जुनियरै हो मेरो विचारमा चाहिँ अब भिनिसियस जुनियर भनेको चाहिँ अब अघिल्लो देशको लागि चाहिँ खासै वाओ भन्ने पर्फर्मेन्सै छैन के त्यसको पनि हैन जस अब चाहिँ उसको टाइम चाहिँ हो अब यो चाहिँ देखाउनु पर्ने टाइम चाहिँ अब युग चाहिँ चल्न चाहिँ पर्यो भिनिसियस जुनियर अब जस्तो क्लबमा चले त्यस्तै यहाँ चल्यो भने चाहिँ ब्राजिल चाहिँ जोस खतरा हुन सक्छ यसमा चाहिँ भिनिसियस जुनियरको जस्तो पर्फर्मेन्स अब हजुरहरूले भन्नुभयो कि भिनिसियस जुनियरको चाहिँ पर्फर्मेन्स आउनुपर्छ त्यसको साथसाथ पियरिङमा हेर्ने हो भने चाहिँ राफिना पनि पुरै फिट भएर उनको आउटस्ट्यान्डिङ पर्फर्मेन्स चाहिँ आउनै पर्यो यदि अट्याकलाई चाहिँ चलाउने अब कुनाको पनि ठुलो रोल हुन्छ किनभने चाहिँ म्यान्चेस्टर युनाइटेड यसपालि बेस्ट भनौँ न राम्रो पर्फर्मेन्स इम्प्याक्ट पनि दिन सफल भएका थिए उनी होइन अब यदि हेर्ने हो भने ठिकठाकै छ अब अरू अनिस अब भनिहाल्यो नि डिफेन्सको कुरा गरे नि त डिफेन्सको कुरामा गएर डिफेन्समा अब एलेक्सान्डरहरू अब यिनीहरू बुढो खेलाडीहरू आएको पनि छन् बुढो खेलाडीहरूले कस्तो इम्प्याक्ट गर्छन् होइन एलेक्सान्डर अलि हल्का एजडै हो यस बारेमा के छ ख्याल यसबारेमा चाहिँ के भन्नु पर्दाखेरि अब कार्लोले यङ प्लेयरलाई खासै ट्रस्ट गर्दैन एक्सपिरियन्स प्लेयरलाई ट्रस्ट गर्छ त्यो हामी सबैलाई थाहा छ होइन र रियल मड्रिडमा पनि हामीले देख्यौँ नि एन्ड्रिकलाई चान्सै दिएको थिएन जस्तै यङ प्लेयरहरू अलन्जोले कति यङ प्लेयरहरूलाई चान्स दियो र मेरो विचारमा चाहिँ यिनीहरूको मिडफिल्ड र भिनिसियसले कस्तो खेल्छ भनौँ न भिनिसियस चलेको दिनमा फेरि मारिदिन्छ सबलाई नचलेको दिनमा त्यसले अट्याकै मेन भनेको अब डिफेन्समै हेर्ने हो भने त अब मार्केट ग्याब्रियल छन् दाइ होइन अब भनौँ न जे भयो नि मेन मलाई ट्रस्ट नलाग्ने जुन भनेको ब्राजिलको भनेको मिडफिल्ड हो कि 2-3 वर्षमा मैले नि त्यही कुरा गरे मिडफिल्डमा पनि हेर्ने हो भने पनि अब तपाईँको अलिथिया फ्याबिनो अब आफ्नो प्राइम सकेर नै अब जस्तै लिभरपुल जस्तो त्यो होइन अब त्यो अलिथिया ड्यानिलो बोटाफिगा होइन अब ब्रुनो ग्यामेरेज र लुकिस पाकेटा र क्यासमिरो छ क्यासमिरो पनि अब एजको हिसाबले हेर्ने हो भने अब पहिलाको क्यासमिरो रहेनन् होइन अब क्यासमिरोलाई फेरि टिमवर्क चाहिँ सपोर्ट पनि चाहिन्छ एक्लैले केही गर्न सक्नु पनि गर्ने पनि क्रिएटिभ मिडफिल्डर होइन अब मिडफिल्डमा चाहिँ हल्का अब एट्याकलाई सपोर्ट गर्ने मिडफिल्डर चाहियो फेरि एट्याक त्यो भन्दैमा एट्याक फेरि अब भिनिसियस र राफिनाहरूले प्रेसिङ कतिको गर्छ भन्ने पनि कुरा हो एट्याकिङले फेरि होइन अब यदि मिडफिल्डमा अब यिनीहरूले प्रेसिङ गर्न सकेनन् भने त मिडफिल्ड खुल्यो भने त फेरि ब्राजिललाई ठुलो समस्या पनि हुनसक्छ म त सरप्राइज हुन्न कि जापान जस्तो टिमले चाहिँ ब्राजिललाई अब क्वार्टर फाइनलतिर वा कुनै यस्तै डार्क हर्स टिमले चाहिँ आउट नगर्ला भन्न चाहिँ सक्दिनँ है फेरि त्यो पनि कुरा छ यो कुरामा चाहिँ नेमार केही गरी नेमार फिट भयो भने चाहिँ नेमार त धेरै जस्तो डिपली पनि आउँछ नि त मिडफिल्डलाई चाहिँ धेरै हेल्प हुन्छ ओभरअल त राम्रो छ होइन सबै होइन अब तिमीलाई के लाग्छ अब मोरोक्कोले चाहिँ अब कसरी ट्याकल गर्छ त यस्तो टिमलाई गरिहाल्यो भने त्यसै मोरोक्कोमा जाउँ न हामी जस्तै अब भगवान त होइनन् नि त अब नेमार होइन टक्क अमेरिका जस्तो अब जुन फिटनेस नै चाहिन्छ अब जुन होइन एकदमै गर्मीमा खेल्न पर्ने हुन्छ इन्टेन्सिटी म्याचहरू हुन्छ
अब टिमहरू पनि ट्याक्टिकल वाइज पनि आउँछन्। अब अहिलेसम्म फिट नभएको अब तुरुन्तै आएर चाहिँ प्लेयर अफ द वर्ल्ड कप वा भनौँ न उनी एक्लैले ब्राजिललाई जुन पछाडि पहिला चाहिँ ल नेमार जुन आयो ल अब नेमार छ नै भन्ने हुन्थ्यो। अब अहिले चाहिँ नेमार पर्ने बित्तिकै चाहिँ म मेरोबाट चाहिँ भित्रबाट चाहिँ ल नेमारले चाहिँ गर्छ नै भन्न चाहिँ म त्यो मेरोबाट आएन, सोचेको छैन। अब यसमा सपोर्ट चाहिँ चाहिन्छ, त्यही भएर भिनिसियस अब तपाईँको राफिनिया जस्तो प्लेयरहरू वा बेन्चबाट आउने प्लेयरहरूले चाहिँ ठुलो इम्प्याक्ट दिनुपर्ने हुन्छ ब्राजिललाई। ल अब मोरोक्कोको कुरा गरौँ। अब यो ब्राजिललाई ट्याकल गर्न सक्छ सक्दैन मोरोक्कोले है, के लाग्छ केटाहरूलाई? अनिसबाटै जाउँ न। मोरोक्कोको अब टिम हेर्नु पर्दाखेरि उनीहरूले जे होस् रिसेन्टली म्याच हेर्दाखेरि जितिरहेको छ। नर्वेसँग पनि उनीहरूले ड्र खेल्यो होइन, ड्र खेल्यो। जे होस् उनीहरू फिजिकल्ली टिम छ, फिजिकली एकदम स्ट्रङ छ। त्यही माथि अब अफ्रिका भनेको त गर्मी ठाउँै हो। अब यतापट्टि युएसएमा लास्टै गर्मी छ राइट नाउ हेर्नु पर्दाखेरि। अब नर्वेको प्लेयरहरू आइस प्याक लगाएर पुरा ग्राउन्डमा ढलेर बसिरहेको थियो नि। अब यिनीहरूको टेम्परेचरले धेरै उ गर्छ नि। जे होस् यिनीहरूको चाहिँ हेर्दाखेरि अलिकति हरेक डिपार्टमेन्टमा हेर्ने हो भने अलिक दिएको प्लेयरहरू पनि छन्, त्यसपछि राम्रो प्लेयरहरू देखिन्छन् होइन। अब जस्तो अट्याकमा हेर्ने हो भने पनि ब्राहिम डियाजले यसो हेर्ने हो भने एकदम कन्सिस्टेन्सी प्लेयर छन् अहिलेको मोरोक्को टिममा। त्यसै गरी अब हाकिमी जस्तो प्लेयर डिफेन्डमा होइन, माजराई पनि छ। त्यसै गरी अब यहाँ मार्सेलका प्लेयरहरूदेखि लिएर यहाँनिर अब भनौँ न ठिकठाक टिमहरूको प्लेयरहरू पनि रहेका छन् यो टिममा। अब यिनीहरूको मिडफिल्ड एकदमै हार्ड वर्किङ मिडफिल्डर छ, फेरि एकदमै ट्र्याक ब्याक गरेर मजाले। फेरि यसमा मेन भनेको चाहिँ के छ भनेपछि चाहिँ मोरोक्कोको प्रब्लम भनेको चाहिँ 2022 को विश्वकपमा जुन जुन वान अफ द प्लेयरै थिए होइन मोरोक्कोको, जुन उनले चाहिँ कस्तो खेल्छन् भन्ने कुरा, त्यो लेभलको पर्फर्मेन्स दिन्छ। त्यहाँ म्यान्चेस्टर युनाइटेडमा आयो, म्यान्चेस्टर युनाइटेडमा आइसकेपछि पनि अब उनी त्यहाँको पर्फर्मेन्स होइन। अब त्यहाँबाट उनी रियल बेटिस पनि गए। अब त्यही हो, अब टिम चाहिँ छ। तर यो ब्राजिललाई यदि मोरोक्कोले यो ब्राजिललाई रोक्न सक्छ, ड्र मात्रै गर्न सक्छ भने पनि ठुलो पोइन्ट चाहिँ हासिल गर्नेवाला छ। आवाज अड्की आएको तिम्रो, त्यही आवाज अड्की हेरेछ। रोजन भाइको आवाज अड्की आयो। के कुरा भन्दा चाहिँ होइन, अब मोरोक्कोको टिम के छ भन्दा यिनीहरूले ब्राजिलसँग त पहिलो अब यिनीहरू डिफेन्स हेर, डिफेन्स बवाल छ क्या यिनीहरूको भन्ने भने। ब्राजिललाई पहिला डिफेन्सलाई त्यो बस पार गरेर डिफेन्स चाहिँ एकदम कडा गर्छ र एट्याकिङ तिमीहरूलाई थाहा छँदैछ यिनीहरूको काउन्टर एट्याक कस्तो छ होइन। काउन्टर एट्याक त बवालै छ नि, लाउने बित्तिकै स्योरै छ नि यिनीहरूको। त्यही पहिला त रोउन खोज्छ क्या ब्राजिललाई, डिफेन्स गरेरै रोउन खोज्छ, काउन्टर एट्याकमा पेल्छ राम्रो पेल्छ। प्र्याक्टिस नै त्यही हुन सक्छ। फर्म चाहिँ लिएर आएको छ कि छैन, पहिलाको फर्म छोडेर गएको छ, त्यो फर्म चाहिँ कन्टिन्यू गर्छ कि गर्दैन वर्ल्ड कपमा चाहिँ भन्ने कुरा। अब कति प्रेसरका साथ अब एक्सपेक्टेसन पनि हाई। प्रिभियस वर्ल्ड कपको टिमले चाहिँ अब यसपालि पनि अलिअलि हामी चाहिँ लास्ट टाइम सेमी फाइनलमा पुगेको थियौँ, यसपालि चाहिँ हामी अब लगभग फेरि पनि क्वार्टर फाइनल सेमी फाइनल पुग्नुपर्छ भन्ने भएर आउँछ। त्यो प्रेसर कतिको ह्यान्डल गेमै स्ट्रङ टिमसम्म छ उनीहरूको। अब युरोपियन देशमा खेलेको भएर अब प्राय युरोपियन देशहरू के अरे क्लबहरूमा खेलेका छन् नि त। त्यस्तो फर्म चाहिँ नडगमगिएला जस्तो लाग्छ है मलाई। प्रिडिक्सन गरौँ त ल, यो भिडियोको अब अन्तिममा जाँदै अब प्रिडिक्सन हानौँ त टाइपको। यो गेम बाइ चान्स फेरि मोरोक्कोले जित्यो भने ग्रुप टपै गर्छ ग्यारेन्टी। मोरोक्कोले जित्यो भने त्यो त मेरो ब्राजिलमा खुन पसिना बगाएर भए पनि जित्यो भने पनि होइन, अथवा बराबरै गरेछ भने पनि मोरोक्को। मलाई चाहिँ यो गेममा स्कोर चाहिँ हुँदैन जस्तो लाग्छ। जम्मा 3 गोल हुन्छ यो गेममा होइन। 3 गोलमा 2-1 त्यस्तै हो, 2-1 हुन्छ जस्तो लाग्छ। म चाहिँ 2-1 ब्राजिलको फेभरमा गएँ यो गेममा। फेरि यहाँ के छ भन्दा त्यस्तै 1-0 अथवा 1-1 बराबर दुईटामा एउटा के डिफेन्सिभ गेम हुनसक्छ। 0-0 पनि 0-0 त हो, 0-0 पनि हुनसक्छ फेरि यो गेम। 0-0 त नहोला सायद होइन। अब केही गरी ब्राजिल सेकेन्ड भइदियो भने होइन, अब मोरोक्को फर्स्ट भइदियो भने यिनीहरू क्वार्टर फाइनलसम्म जानको लागि धेरै सजिलो टिमहरू पर्छ क्या। अनि ब्राजिललाई फेरि गाह्रो टिम पर्छ।
ब्राजिलको एट्याकिङ मिडफिल्ड चाहिँ मजाले चल्दिन चाहिँ पर्यो, फेरि चलेन भने यिनीहरूको डिफेन्सले भित्र छिर्न नि दिन्न यिनीहरूले, फेरि ब्राजिलले मलाई गोल चाहिँ हान्न एकदम सक्दैन। टाइट गेम हुन्छ दाइ, त्यो जसले पनि जित्छ, तर मलाई चाहिँ यस्तो लाग्छ कि 2-1 चाहिँ ब्राजिलले जित्ने खाल जस्तो लाग्छ। 2-1 चाहिँ हुनसक्छ। अब डिफेन्सको कुरो के हुन्छ, डिफेन्स जिद्दीपन होला, डिफेन्स त्यो एट्याकिङ गर्न नगर्ने, खालि त्यो प्र्याक्टिसै त्यस्तैमा रह्यो भने चाहिँ धेरै गोल नहोला। तर दुईटै टिमले बल जाने, बल अगाडि छिर्न सक्ने भने 2-1 चाहिँ हुन्छ पक्कै। ठिकै छ ल, यही नै गरौँ है दाइ ल, यतिमै हाम्रो भिडियो गरौँ। के भयो तिमीलाई निद्रा लाग्यो कि अहिले सुतेर राति 12:45 मा उठ्ने हो? हुन्छ हुन्छ बसौँ न नभए यो अब यो राति त गाह्रो छ मलाई चाहिँ गाह्रो छ। हैन यो ठिकै हुन्छ, ठिकै हुन्छ गरौँ अब लाइभ। यो के ल्यायो भाइले यस्तो यस्तो यो हाम्रो यो ऊ ब्राजिलले वर्ल्ड कप कति जति जितेको छ हैन, अर्को चार्ट चाहिँ त्यो चार्ट जितेको हो यो त। जितेको चार्ट चाहिँ यो उनीहरूको क्याम्पेन के 2002 मा फर्स्ट जितेको थियो फ्रान्स र त्यो साउथ कोरियाले गर्दाखेरि, अनि जर्मनीमा 5th भयो। यो ग्रुप भयो चाहिँ ग्रुप सी मा छ मोरोक्को र ब्राजिल हो ठुला। स्कटल्यान्डले पनि है फर्ममा आइदियो भने फेरि जे पनि गर्न सक्छ है। फेरि स्कटल्यान्ड फेरि उनीहरू गाह्रो छ स्कटल्यान्डलाई चाहिँ, गाह्रो त गाह्रै छ फेरि यहाँ। टिमै उ गरौँ न, यो के रे तपाईको 16 मिनेट भइसक्यो लगभग त्यो, अनि यो रेकर्ड अफ गरेर अनि कुरा गरौँ त। इन गरिदिँदा हुन्छ।